नमस्ते साथीहरू, आज कार्तिक 2 गते यो हप्ताको पहिलो कारोबार दिन नेप्सीमा आज 16.67 अङ्कको बढोत्तरी देखिएको छ। नेप्सी आज 2503.85 बिन्दुमा आएर रोकिएको छ। आज नेप्सी सुरुवाती चरणमा ओपन 2489 मा भए पनि इन्ट्राडेमा 2483 को लेभलसम्म आएको थियो र त्यसपछि नेप्सीले आज इन्ट्राडेमा 2506 को हाई बनाएको छ र त्यसपछि दिनभरि साइडवेज फ्रेममा बस्न सफल भएर आज नेप्सी 2500 को लेभलभन्दा माथिपट्टि नै बस्न सफल भएको छ। यसमा हामी पोजिटिभ भएर हेर्न सक्छौँ। लगातार घटिरहेको मार्केटमा आज एउटा पोजिटिभ सेन्टिमेन्ट देखिएको छ। कारोबार हुँदै गर्दा आज 2 अर्ब 79 करोड बराबरको कारोबार भएको छ। आज 163 वटा स्टकका लगानीकर्ताहरूले कमाउँदा 78 वटा स्टकका लगानीकर्ताहरूले गुमाएका छन् भने 8 वटाको मूल्यमा कुनै पनि चेन्ज भएको छैन। आज सबैभन्दा धेरै कमाउनेमा हेर्छौँ भने आत्मनिर्भर लघु वित्तमा 10% बराबर पोजिटिभ सर्किट लागेको छ। हिमालयन पावर पार्टनरमा 9.89% को बढोत्तरी हुँदा भगवती हाइड्रो पावरमा 9.88, एसियन हाइड्रो पावरमा 7.80 र अभियान लघु वित्तमा 6.01% को बढोत्तरी देखिएको छ। आज सबैभन्दा धेरै गुमाउनेमा हेर्छौँ भने नेपाल माइक्रो इन्सुरेन्स 3.70% बराबर गिरावट देखिएको छ। त्यसैगरी मुक्तिनाथ विकास बैङ्कमा पनि आज 3.42% बराबर गिरावट देखिएको हो। आज सबैभन्दा धेरै टप टर्नओभरबाट हेर्छौँ भने नेपाल रि इन्सुरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ। त्यसपछि हिमालयन डिस्टिलरी, युनियन हाइड्रो पावर, सिडिबी होल्डिङ्स र हिमालयन रि इन्सुरेन्स लिमिटेडमा देखिएको छ। आज भोल्युमबाट हेर्छौँ भने सबैभन्दा धेरै युनियन हाइड्रो पावरको 3,44,698 किता बराबर कारोबार भएको छ। आज टोटल 323 वटा स्क्रिप्टको कारोबार हुँदा टोटल मार्केट क्यापिटलाइजेसन 41 खर्ब 85 अर्बमा पुगेको छ। यो त भयो नेप्सीको सामान्य जानकारी। अब हामी नेप्सीलाई टेक्निकल चार्टबाट हेर्छौँ भने कस्तो देखिएको छ। आजको दिनमा लगातार घटिरहेको मार्केटमा चाहिँ एउटा पोजिटिभ सेन्टिमेन्ट चाहिँ देखाएको छ। लगातार घटिरहेको भएर पनि होला पछिल्लो समय मार्केटमा धेरै हामीहरूले गिरावट बेहोरिसकेका छौँ। आशा गर्छौँ यसभन्दा अगाडि हामीहरूले अब धेरै गिरावट बेहोर्नुपर्ने अवस्था चाहिँ नहुन सक्छ। मार्केट अहिले पछिल्लो समय एकदमै सपोर्टको लेभलमा आएको छ। 2483 को लेभललाई यहाँ पनि टच गरेको छ। यसभन्दा अगाडि पनि गएको सेप्टेम्बरमा पनि यही लेभल आसपासबाट मार्केट साइडवेज फ्रेममा बसिरहेको थियो र पछिल्लो समय यो लेभललाई चाहिँ एउटा स्ट्रङ सपोर्ट मानेर हेर्न सक्छौँ। आगामी दिनमा यो आसपासमा आउँदै गर्दा मार्केटमा हामीहरूले जति पनि खरिद अवसरको रूपमा लिन सक्छौँ। जति पनि घटाइ हुन्छ त्यसलाई चाहिँ हामीहरू एउटा खरिद अवसरको रूपमा लिएर आगामी दिन सुन्दर बनाउन सक्नेछौँ। तत्कालको लागि यदि मार्केट बढेर जाने सम्भावना हुन्छ भने 2677 आसपासमा चाहिँ एउटा रेसिस्टेन्ट हुने चाहिँ देखिएको छ। नेप्सीलाई हामी विभिन्न इन्डिकेटरहरू लगाएर हेर्छौँ भने आरएसआई, मनी फ्लो इन्डेक्स एमएफआई र एमएसिडीबाट हेर्छौँ भने आरएसआई 35 को लेभलमा पुगेको छ। त्यसैगरी मनी फ्लो इन्डेक्समा पनि बिस्तारै बढोत्तरी हुँदै आइरहेको छ र 44 को लेभलमा मनी फ्लो इन्डेक्स पुगेको छ भने एमएसिडीमा तत्कालको लागि पोजिटिभ हुने त्यति धेरै आधारहरू दिइसकेको छैन। तथापि मनी फ्लो इन्डेक्स र आरएसआईमा चाहिँ एउटा बुलिस डाइभर्जेन्स बन्न खोजेको हो कि भन्ने जस्तो देखिएको छ। त्यो कारणले गर्दा पनि मार्केटमा एउटा राम्रो बाउन्स आउने चाहिँ पक्कै पनि अपेक्षा गर्न सक्छौँ। हस्, भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। आगामी दिनहरूमा पनि सेयर मार्केट सम्बन्धी विभिन्न विषय भिडियोहरू बनाउँदै जानेछु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते।